नयाँ पनि देखिए। फेरि हामीले फालिसकेका सयौं वर्ष हिजो उदाको पार्टीलाई टार्गेट गर्दै भनेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई। एकैछिन दर्शक वृन्दहरू, रवि समर्थक एक स्वतन्त्र महिलाले अहिलेको सरकार विरुद्ध केही कुरा गर्नुभएको छ। हेर्नु है, राम्रो नराम्रो कस्तो लाग्छ तपाईँहरूलाई कमेन्ट गर्नु होला, गालीगुली यताउता नगर्नु होला प्लिज। हिजो उदाको पार्टीलाई टार्गेट गर्दै भनेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई। हिमालयतिरको चाहिँ नि भ्याडो जस्तो भ्या भ्या गर्नु चाहिँ नि जनताले पत्याउँछन्, अझै पनि भ्या भेडापछि लाउँछन् भन्ने लाग्छ क्या। भनेपछि चाहिँ नि राष्ट्रिय स्वतन्त्र पार्टीका पढे लेखेका हाम्रा युवा दाजुभाइ निला स्याल हो भने तपाईँ त भ्याडो हो। भ्याडो भेडाको त यो सेन्सेस पनि हुँदैन, के बोल्ने हो के गर्ने। एउटा भेडा फुङ्गाल पनि सबै भेडो फुङ्गाल्ने जातै भेडो भनेपछि खड्का प्रसाद ओली भेडाको चाहिँ नि जातिमा पर्नुभयो। अरूलाई स्याल भनेपछि हामीले त पाइएला नि भेडो भन्न पाइँदैन, के अर्कालाई बोल्न पाइन्छ, अरूलाई चाहिँ मुखा चापी लगाइदिने सोच्छ। खड्का प्रसाद ओलीले चापी लगाएर हाम्रो मुख ताला लाउँछ भन्ने लाग्छ क्या। अनि के खड्का प्रसाद ओली ज्यू, प्रधानमन्त्री ज्यू, नेपालको चाहिँ नि दुर्लभ प्रधानमन्त्री, दुर्भाग्य प्रधानमन्त्री ज्यू खड्का प्रसाद ओली। अनि एउटा कुरो सोच्नुहोस्, 84 को चुनावसम्म थाहा हुन्छ कि स्यालको चाहिँ नि निला स्याल चाहिँ नि भ्या भ्या गर्दै दौडछन् कि सेता भेडा चाहिँ नि भ्या 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 गर्दै खोलातिर झर्छन्। 84 को चुनावले बताउँछ। के लाग्छ, जनता बेकुब छ। जनतालाई चाहिँ नि हावादारी गफ र उखान टुक्का हानिदिन्छु पत्याउँछ भन्दै अर्कालाई चाहिँ नि टार्गेट गर्दै नयाँ केही गर्न आएको युवा शक्तिलाई दमन गर्दै अनि गणतन्त्रको राजाले अझै पनि जनता बेकुब छ र अझै साथ दिन्छ भन्ने लागेको छ। 84 पछि पात कहाँबाट सास कहाँबाट फेर्ने भन्ने कुरा बिर्सिन्छ खड्का प्रसाद ओली। निला स्याललाई टार्गेट गरेर बोल्ने नगरे। निला स्याल भनेका अहिलेको युगको अहिलेको चाहिँ नि नेपालमा जरुरतमन्द पार्टीका युवा दाजुभाइ हुन्, नेपाली दाजुभाइ हुन्। नेपालको युवा दाजुभाइलाई यो मान्छेले यस्तो नराम्रो व्यङ्ग्य हानेपछि नेपालको युवा तपाईहरुलाई चित्त दुख्दैन? त्यो भनेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रहार गर्नु भनेको अबको उदाउँदै गरेको युवाको गर्दन काट्नु हो, बुझ्नुभयो? यस्ता बुढा खाडा यो खड्का प्रसाद ओली जस्ता भेडाहरू अब भुक्नको लागि यी बुढा भेडालाई लिएर गएर ढिकैबाट हाम फाल्ने गरी 84 मा प्लान बनाउनुलाई दाजुभाइ दिदीबहिनी बिन्ती छ। अरु कुरा त हामीले गर्न सकेन। सरकारमा बसेर यो चाहिँ नि खड्का प्रसाद ओली नामको भेडाले गर्ने कृत्रिम गरौ, यति मनमानी गरौ नि, यति मनमानी गरौ नि। त्यो कुलमान घिसिङलाई नहटाइदिएको भए नि कुलमान घिसिङको समर्थक दाजुभाइले त कमसे कम ओलीको चाहिँ सपोर्टरले केही न केही त सपोर्ट गर्थे होला। कुलमानलाई सुद्धा हटाएपछि त कुलमानलाई सपोर्ट गर्ने त ओलीका झोले पनि झाम्टे पनि हुँदा अझै 84 सम्म राम्रा काम गर्ने मान्छेहरू अझै हटाए खड्का प्रसाद ओली। किनभने नेपाली युवाको दिमागमा चेतना, भोट हाल्ने जनताको दिमागमा नि चेतना भरिन छ क्या। अब 84 पछि बहुमत ल्याएर स्वतन्त्र पार्टीले शासन गर्यो भने यी बुढा खाडा जानी जम्मै भेडा, ओली भेडा, निसेरे भेडा, प्रचण्डे भेडा कहाँ जाने? तिम्रो खोरैमा त जानियो। उखान टुक्काले अब पनि पागल बनाउला अबका एडुकेटेड युवालाई भन्ने ला होला खड्का प्रसाद ओली। हाम्रा बाहरूलाई पढाइ कमजोर थियो, बिचरा रेडियोमा सुन्थे भाषण होला। अनि त्यहाँ तो फेरि तिम्रो चाहिँ एउटा नेपाल टेलिकम त्यसैमा मात्रै समाचार सुन्थे, त्यसमा चाहिँ तिम्रा मात्रै भाषण गुणगान हुन्थ्यो। बिचरा केही देख्न पाथेनन् हाम्रो बाउहरूले। अहिले आएर त हामीहरूले त हाम्रो बाउआमालाई पनि सचेत बनाइसक्यौं। बाउआमाले पनि घन्टीमा हान्छन् अब भोट। ओलीबा एमाले कांग्रेसलाई भोट हाल्ने आची खाने नेपाली हो। नमस्कार। 84 को चुनाव पर्ख्या छ। कस्तो लाग्यो दर्शक वृन्द, उहाँ स्वतन्त्र महिला म्याडमको कुरा तपाईहरुलाई मन पर्यो कि मन परेन कमेन्टमा लेख्नु होला है दर्शक वृन्दहरु। गाली नगर्नु होला प्लिज। यो उहाँले टिकटकमा राख्नु भएको थियो, मलाई हल्का मिक्सिङ गरेर मात्र एडिट गरेर राखेको है।